हेलो नमस्ते फ्रम पैखार गाउँ। यहाँ चाहिँ मकै यत्रो ठुल्ठुलो भइसकेको छ। यो माथिको किवी हो अनि यता आलु यस्तो राम्रो सिस्टम रहेछ। यता कोदो प्लस उताको घर होला मेरो ख्यालमा उहाँ तल हलो जोत्दैछन्। तर आज पानी परेर अलिक प्रब्लम हुँदैछ यहाँ हिँड्नु। जुत्ता पनि भिज्यो, मान्छे पनि हल्का भिजिसकेको छ। धेरै दिनपछि मैले आफ्नो युट्युबमा यो सानो भिडियो हजुरहरू सामने पेश गर्दैछु। यहाँ धान रोप्दै हुनुहुन्छ यहाँका पब्लिकहरू। अनि यहाँ चाहिँ गोरु जोत्दैन, हलो जोत्दैन, मान्छेकै गर्छ भन्ने जस्तो सुनेको थिएँ। हो रहेछ। म तल हेर्दाखेरि त्यस्तो लागिरहेछ। ड्याममै बसेको खेत र यहाँ हेर्नु, यहाँ मास्लो मेरो साइड छोरा मान्छेले पनि रोप्दैछ, छोरी मान्छेले पनि रोप्दैछ। अनि त्योभन्दा अलिक मुनि चाहिँ दाँते तान्दैछ मेरो ख्यालमा। यो दुईजना मान्छेले तान्दैछ, पछाडि एकजनाले चाहिँ दबाउँदैछ। यहाँ लगभग गोरु जोत्दैन। यहाँ गोरु जोत्नु पाप मान्छ जस्तो लाग्छ मलाई। अब एउटा धर्मको र आफ्नो मान्यता कुरो हो। यस्तो दामसिङ यो पुरानो घर। मलाई त्यहाँ नजिकै जाँदैछु। अब त्यहाँ म देखाउँछु। हेरौँ यहाँको पब्लिकको रिएक्सन पनि। पता नहीं क्या होगा। और हामीहरू आएको यो पारी गाउँबाट लगभग 1 घन्टा त भएको छैन। झन्डै 1 घन्टाको आसपासमा हामी यहाँ पुग्यौँ। अब म अलिक नजिकैबाट गएर खिच्छु। म त्यो मान्छेले तानेको हाम्रोतिर हुने गोरुले तानेर चाहिँ उयो गर्छ, जोत्छ, हिलो समाउँछ। त्यस्तै यहाँ खेती पनि गर्दछ भनेको चाहिँ थाहा भयो। कहाँ गयो मेरो साथीहरू? यताबाट नजिकबाट आउनु पर्यो। कहाँ गयो? यो चाहिँ कोदोको बिउ रहेछ। झन्डै यो धानै पो रहेछ त हौ। मैले कोदो भने यसरी राख्दो, सुक्खामा राख्दछु यिनीहरूले धानको बिउ यसरी। अनि यता चाहिँ कोदो फेरि यो पर छाता ओढेर प्लास्टिक ओढेर काम गर्दै हुनुहुन्छ। धानको बिउ निकाल्नुहुन्छ। अनि यता अघि माथिबाट देखाएको थिएँ नि मैले, त्यो चाहिँ यता चाहिँ उहाँहरू व्यस्त हुनुहुन्छ धान रोप्नु। छोरा मान्छे 1 2 3 1 2 3 4 5 6 छोरी मान्छे। अहिले चाहिँ त्यो प्रविधि रहेछ, त्यो के अरे मिसिनवाला, त्यसले जोत्दैछ। खेतीपाती यसरी गर्छ है खेती। अब यो कहिले रोप्ने? 1 2 3 गरेर रोपिसक्यो। तल बाँकी रहेछ। ठुलो सिस्टम पनि ठिक रहेछ यहाँनिर। ल यो खेती रेडी भएको छ रोप्नुको लागि। तर यहाँ रोपाहरू चाहिँ अलिक कम्ती रहेछ मेरो ख्यालमा। ठुलो बगिरहेछ ड्याम्स, सिमसागको ओइरो यहाँ पर। यहाँबाट चाहिँ बिल्कुल बढिया नजारा। कोदो यो फेन्सिङ सिस्टम चाहिँ राम्रो छ यहाँ। यहाँको गाई बस्तु नपसोस् भनेर होला। मलाई हिँड्नु अलिक गाह्रो पर्यो यहाँनिर, अप्ठ्यारो बाटो रहेछ। ल हेर्नु खेती खानु सजिलो छैन रे, काम गर्नु गाह्रो छ। माथिबाट हेरेर म नजिक आइपुगेँ। यो हो यहाँ त मान्छेले तान्दो रहेछ साँच्चै दाँडे पनि हो।
This one looks like पानी चाहिँ प्रशस्त रहेछ यहाँनिर। र म यहाँ रोपाहरूको अगाडि आइपुगेँ। दामी भ्यू। यता रोपिसक्यो 1 2 3 4 3 रोपिसक्यो। 1 2 3 4 बाँकी रहेछ। अनि तल पनि रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 15 गरा। बाँकी यो अलग्गै के होला मेरो ख्यालमा। नजिकबाट आलु म भिडियो गर्दैछु, उनीहरूले मलाई पिलिक हेर्दै पनि छन्। हुन त कुनै प्रतिक्रिया दिनुभएको छैन उहाँहरूले अहिलेसम्म, सायद थाहा होला उहाँहरूले पनि। हरेक जमिनमा जहाँ पनि क्यामेरा पेसाउने हो। ल नजिकबाट धान रोपेको अनि गावा पनि सरेको यो। मलाई पुरै आफ्नो गाउँहरूको याद आयो। यसरी पानी हाल्थ्यौँ हामी पालो-किलो। कति त झगडा पनि पर्छ हाम्रो गाउँघरमा त यसको लागि। आज मेरो पालो, हिजो मेरो पालो भन्दा पनि राति पनि हामी सोर्थ्यौँ। म आएँ ल। यहाँ त ठुलै खेती रहेछ, एकदमै मजाले बसेको ठाउँ। यो माथिको गुम्बा, सायद गुम्बा नै होला मेरो ख्यालमा। र यहाँ एउटा मिसिनले उयो गर्दैछ। अनि 3 जना मान्छेहरू हुनुहुन्छ, छक्कै परेर हेर्दै हुनुहुन्छ। यहाँको सिस्टमै यस्तो छ, मान्छेले तान्दो रहेछ यहाँ त। ल हेर्नु, यता अर्कै गाउँको होला या त अर्कै घरको होला। यता पनि एक सरो गाउँ सरेको छ, एक सरो चाहिँ तल काम गर्दै हुनुहुन्छ। वाउ फ्यान्टास्टिक, बहुत मजा लाग्यो, राम्रो लाग्यो। यो पारी बादल पारीको देशमा भने जस्तो यो पारी चाहिँ निकै टाढै पर्छ। तल एउटा ठुलो खोला छ। यहाँनिर कहीँ गरम पानी पनि छ भन्छ, बट आई डोन्ट नो कहाँनिर हो। पब्लिकहरूलाई सोध्नुपर्छ। यो ठुलो रहेछ खेतीबारी चाहिँ यहाँ साँच्चै एकदम खेती योग्य हाम्रो गाउँघरमा। अनि कहाँबाट गयो? उताबाट? बाटो आएर मेरो साथीहरू अगाडि गइसक्यो। यहाँ त निकै ठुलो खेती रहेछ, ड्याम्मै बसेको। तर यही हो यहाँको चाहिँ अलिकति अचम्मको कुरो चाहिँ गोरु जोत्दैन, हल जोत्दैन, मान्छेले नै तानेर उयो गर्दो रहेछ। यहाँनिर दाँदे हल हो, मान्छे लगाएर तल छोरी मान्छेले पनि गरिरहेछ। एउटा फ्याल्टर लगाएर हेर्नु यस्तो दामी। म त यो तारबाटै उकालो जानु पर्यो। अब म ढिलो भएँ। ल यस्तो राम्रो धेरै ठुलो फाँट रहेछ यहाँ खेती गर्ने लागि। यो कि यतापट्टि यो गावा सरिसक्यो, मतलब धान उम्रिसकेको। ल एउटा यहाँ लेडिजले स्टार्ट गर्यो, अब जोत्नु थाल्यो यहाँ। अनि त बिचराहरू आफ्नो धुन हो, आफ्नो काम आफै गरिरहेछ। यता एउटा आली तासिरहेछ। 1 2 3 4 5 6 5 6 टोली रहेछ यहाँ अहिले काम गरिरहेको। पानी हुँदाखेरि नि होला। ओके, पछि फेरि भेटौँला। आजको भिडियो यति नै समापन गर्छु। कुनै एडिट छैन। सबैले हेरेर लाइक, सब्सक्राइब र सेयर पनि गरिदिनु प्लिज 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 प्लिज। थ्याङ्क यू, बाई बाई अल अफ यू।